गाइज हामी चाहिँ होइन अब एकछिन पछि घोरे पार्क घुम्ने भनेर आज है गाइज हामी चाहिँ त्योमा अब टक्कला थोरै एकछिन पछि चाहिँ जाने हो घोरे पार्क घुम्ने भनेर दुईजना छ के अरे हाम्रो सोल्टी र म विक्रम सोल्टी र म चाहिँ सोल्टी केही बोलिदिनु रे आज हाम्रो चाहिँ घुमफिरै भर्खरै ड्युटी सकेर अब कता जाने घोरे पार्क होइन बल खेल्न हिँडेको अब आज अलि पानी परेको भएर आज खेलेन त अब त्यो घोरे पार्कतिर त्यो पछि लास्ट गन्तव्य चाहिँ हाम्रो रुममा रहेछ हो अब फाइनली अब एकछिन पछि होइन टक्क लगाएर घोरे पार्क जाने हो घुम्ने हो 14 गाडी ट्रेन नै आउँदैछ कि ट्रेन चाहिँ छैन अब घोरे पार्क पुग्न चाहिँ होइन 4-5 मिनट लाग्छ हामी चाहिँ ट्रेन चाहिँ कुद्दैछ गाइची तपाईँहरू पुरालाई देखाउँछ आज चाहिँ होइन घोरे पार्क कस्तो छ भनेर होइन नेपालीहरू चाहिँ प्राय नेपालीहरू चाहिँ के भन्छ त्यो ठाउँमा चाहिँ घुम्न आउँछ होइन विक्रम सोल्टी प्राय चाहिँ नेपालीहरू चाहिँ त्यही ठाउँमा चाहिँ घुम्न आउँछ अरे पुरा घोरे पार्क कस्तो छ भनेर होइन सबैले सुनिरह होला नि टिकटकतिर कतातिर होइन सुन्दै होला होइन त्यही भएर सबैजनालाई होइन मेरो टिकटकतिर मैले भिडियो हाल्छ त्यही भिडियो हेरिदिनु होला सबजनालाई गाइज सेयर कमेन्ट लाइक सबले हान्दिन पर्यो होइन म चाहिँ पुरा घोरे पार्क सब देखाइदिन्छ अब चाहिँ होइन सबैजनाले चाहिँ मलाई चाहिँ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नुपर्छ होइन गाइज थोरै पछि भेट्नु ल हामी चाहिँ फाइनली गाइज आइपुगे घोरे पार्क सोल्टी होइन डल्लै फाइनली होइन घोरे पार्क आइपुग्यो हाम्रो यहाँ यही भयो यही हो सायद अब शनिबार र आइतबार भएको चाहिँ नेपालीहरू धेरै भेटिन्थ्यो के अरे अब सायद कोही ड्युटीमा होला कोही ड्युटीबाट अब होइन रुमतिर जाँदै होला कोही के होला आज अलि जाडोको मौसमले नि सायद मान्छेहरू त्यही भएर होला सायद होइन अलि पानी नि परिरह त्यही भएर होइन अलिअलि पानी नि परिरह कि त्यही भएर टक्कै पानी परिरह त्यही भएर जाडो नि बढिरह के क्रोएसियामा चाहिँ त्यही भएर मान्छे खासै याद छैन गाइस यही हो घोरे पार्क भन्ने यही हो गाइस यही हो चिक्कुहरू नि कति आउँछ कि आमा चिक्कुहरू यस्तो हुन्छ कि चिक्कुहरू गाइस मान्छे त कम आउँछ फेरि गाइस यो यसमा चाहिँ गाइस होइन हामी चाहिँ घोरे पार्क घुम्दैछ गाइस आज घुम्न आएको घोरे पार्क आज सोल्टी निराश किन निराश हो ना कसम यो के भएको यस्तोमा ल चिक्कुहरू यस्तो नै हुन्छ कि यो ठाउँलाई चाहिँ होइन नेपालीहरूले चाहिँ राख्छ यो चाहिँ होइन खास भनेको नेपालीले मात्र राखेर चाहिँ घोरे पार्क भन्ने चाहिँ तर यो ठाउँ चाहिँ यसको लोकेसन भनेको के अरे सोल्टी ग्ल्याबिनिङ भन्ने ठाउँ यो लोकेसनमा हानेर आयो भने चाहिँ आइपुग्छ गाइस होइन तर नेपालीहरू चाहिँ भेट्छु त्यहाँ छ नेपालीहरू यही हो नेपालीहरू छ होइन हाम्रो नेपाली यो चाहिँ होइन यहाँको नेपाली यो चाहिँ जान गएर ल यसो हाम्रो मेरो भ्लगमा नि आइदिनु न म केटीहरू चाहिँ ल्याउँदैन क्या म पुरा होइन यो हाम्रो नेपालबाट आउने मान्छेहरू चाहिँ प्रायः जसो चाहिँ यो ठाउँमा घोरे पार्क भन्ने ठाउँमा चाहिँ आउँदो रहेछ कि गाइज होइन अब झर्ना हेर्ने हो त गाइज यस्तो देखाउँछ क्या मैले मेरो भ्लगमा चाहिँ होइन गाइज सबले कमेन्ट सेयर लाइक गर्नु पर्यो कि टुरिस्टहरू पनि धेरै आउँदो रहेछ कि तर
प्राय जसो चाहिँ के भन्छ मैले देखेको अनुसार चाहिँ होइन के भन्छ अरे चाइनिजहरू आउँछ क्या धेरै जसो चाहिँ मैले देखेको अनुसार नै मैले कति देख्छ क्या यो घोरडे पार्क चाहिँ हाम्रो काम गर्ने ठाउँ चाहिँ यही घोरडे पार्क हुँदै जाने हो कि फेरि हामी चाहिँ काम गर्ने चाहिँ त्यही भएर मान्छे चाइनिज मात्रै देख्छ प्राय नै चाइनिजै देख्छ कि आउँदैछ यो ठाउँमा चाहिँ यो हाम्रो ठाउँ चाहिँ हाम्रो सोल्टी यहाँ छ है ऊ त्यहाँ चाहिँ हाम्रो नेपाली चेलीहरू छ यहाँ यो चाहिँ हाम्रो नेपाली चेलीहरू चाहिँ गाइड यो चाहिँ होइन आउनु चाहिँ हेर्न सक्नुहुन्छ होइन खेम भ्लगमा यो चाहिँ सब आउँछ है खेम भ्लगलाई यसो माया गर्न पर्यो सबैले सबले कमेन्ट लाइक सबले गर्न पर्यो तपाईहरु नि आउन सक्नुहुन्छ यो ठाउँमा चाहिँ घुम्न नेपालीहरू होइन क्रोएसियामा छ भने चाहिँ होइन यो ठाउँमा चाहिँ आए हुन्छ जागृतमै यो ठाउँमा चाहिँ यही हो घोरडे पार्क भन्ने प्राय नेपालीहरू चाहिँ यो ठाउँमा घुम्न आउँदो रहेछ गाइज अब जानियो गाइज अब हामी चाहिँ यो ठाउँबाट अब हिँड्न लाग्यो तर निन्द्रा नै राम्रोसँग पुगेन सोल्डे के भन्छ म त 2 बजीतिर सुत्यो नि कहाँ यस्तो सुत्ने बेलामा इनर्जी ड्रिङ्क खाएर हो के सुत्यो भने जस्तो गाइस अब हामी फर्केको गाइस अब यो ठाउँबाट अब रुममा जाने ट्रक्क लाएर अब हिँड्ने रुमतिर गाइस अझ पानी नि परिरह अनि जाडो नि छ के गाइस यो ठाउँमा फेरि लास्टै जाडो हुँदैछ के ठाउँमा चाहिँ त्यही भएर अब हामी चाहिँ हिँडेको अब